कर्कट लग्नको तेस्रो भावमा चाहिँ 6 नम्बरको राशि कन्या बसेको छ। अब कन्याको स्वामी चाहिँ बुध हुन्छ। बुधलाई चाहिँ दुईटा घर प्राप्त भएको छ। अर्को बुधलाई प्राप्त भनेको 3 नम्बरको घर हो। अब 3 नम्बरको चाहिँ हाम्रो अशुभ खर्चको घर, अशुभ घर हो। अब यसमा चाहिँ हामीले धेरै अशुभ मान्दैनौँ, तर यो पनि परिश्रमको मेहनतको घर भएको हुनाले यो ठाउँमा बसेको बुधलाई चाहिँ हामीले नराम्रो फल दिने। तपाईलाई मुख्य गरी चाहिँ यहाँ बसेको बुधले धेरै परिश्रम गराउने हैन, मेहनत धेरै गर्नुपर्ने र त्यो मेहनत अनुसार पनि उचित फल नपाउने हुन्छ। त्यो भएर हामीले कर्कट लग्नमा चाहिँ बुध ग्रहलाई चाहिँ अशुभ फल दिने ग्रह अथवा मारक ग्रह भन्छौँ। बुध कर्कट लग्नको लागि राम्रो हुँदैन। कर्कट लग्नको चौथो घरमा तुला राशि बसेको छ। तुलाको स्वामी शुक्र हो। शुक्रलाई पनि कुण्डलीमा दुईटा घर प्राप्त हुन्छ। अर्को भनेको 2 नम्बरको वृष हैन। अब वृष चाहिँ तपाईको यहाँ 11औं भावमा गएर बसेको छ। अब तपाईले शुक्र र चन्द्रमाको रिलेसन पनि हेर्नुपर्ने हुन्छ। चन्द्रमा र शुक्र चाहिँ एक आपसमा मित्र ग्रह हैन, शत्रु ग्रह। शुक्रले चन्द्रमालाई शत्रु मान्दछ। त्यो भएको कारणले गर्दा यो लग्नमा, खास गरी कर्कट लग्नमा चाहिँ शुक्र ग्रह मारक मानिन्छ। अब यो शुक्र कहाँ गएर बस्छ भन्ने कुरालाई फरक पार्छ हैन। यही शुक्र चाहिँ तपाईको अब फेरि यहाँ सोग्री भएर 2 मै बस्यो भने त केही राम्रो फल दिन सक्यो, अथवा तपाईको भाग्यको भावमा गयो भने राम्रो पनि दिन सक्यो। तर अरु ज्यादातर भागमा बस्दा तपाईको कर्कट लग्नमा चाहिँ शुक्रले नराम्रो फल दिन्छ। त्यो भएर हामीले यसलाई मारक ग्रह भन्छौँ, यसलाई अशुभ भन्छौँ। कर्कट लग्नमा 5औं घर चाहिँ वृश्चिक राशिलाई प्राप्त भएको छ। अब वृश्चिक राशिको स्वामी चाहिँ मंगल ग्रह हो। अब मंगलको दुईटा घर हुन्छ हैन। अब मंगल अर्को कुनको स्वामी हो भन्दा मेषको स्वामी हो। मेष चाहिँ कहाँ बसेको छ भन्दा यहाँ 10औं नम्बरको घरमा हैन। अब 10औं नम्बरमा मेष बसेको छ। मेषको स्वामी पनि मंगल हो। अब मंगललाई चाहिँ हेर्नु एउटा त्रिकोणको एकदमै शुभ भाव र अर्को केन्द्रको पनि शुभ भाव प्राप्त भएको छ। त्यो भएर कर्कट लग्नको लागि चाहिँ मंगल ग्रह भनेको एकदमै योग कारक ग्रह हुन्छ र तपाईको चन्द्रमा पछि एकदमै योग कारक ग्रह हुन्छ। यदि तपाईको कर्कट लग्न हो र मंगल चाहिँ राम्रो ठाउँमा बसेको छ भने तपाईले धेरै क्षेत्रमा प्रगति गर्नुहुन्छ। तपाईलाई यहाँ बसेको मंगलले चाहिँ तपाईलाई पेशा व्यवसाय रोजगारीमा राम्रो हुन्छ। व्यापार व्यवसाय गर्नुहुन्छ भने त्यसमा पनि राम्रो हुन्छ र तपाईलाई शिक्षा राम्रो हुने हो। तपाईहरुको सन्तानहरु चाहिँ राम्रो हुने चान्स भयो। सन्तानहरुको लागि राम्रो हुन्छ र तपाईको लागि पनि स्वयं धेरै हदमा चाहिँ यहाँ बसेको मंगलले राम्रो गर्छ। त्यो भएर हामीले कर्कट लग्नमा मंगललाई चाहिँ शुभ ग्रह, शुभ फल दिने ग्रह, योग कारक ग्रह भनेर मान्दछौँ।